थ्योरीको बारेमा कम्प्लिट रिभ्यू गर्न आँट्दैछौँ। क्लास 11 मा अकाउन्ट सब्जेक्टमा 22 वटा क्वेशनहरु आउँछ, जसमध्ये ग्रुप ए, ग्रुप बी र ग्रुप सी गरेर क्वेशनलाई डिभाइड गरिएको हुन्छ र क्वेशनहरु चाहिँ टोटल 75 मार्क्सको हुन्छ, जसमा 27 मार्क्स चाहिँ हामीले पास गर्नको लागि ल्याउनु पर्ने हुन्छ। लागौं क्वेशनको प्याटर्न तर्फ। हामीलाई एक्जाममा 3 वटा सेक्सन्समा क्वेशनहरु सोधिने गर्छ। फर्स्ट भनेको सेक्सन ए, जहाँ चाहिँ हामीलाई कम्प्लिट 11 वटा थ्योरी क्वेशनहरु आउँछ। 1 देखि 11 नम्बरसम्मको थ्योरी क्वेशनहरु हुन्छ, जुन चाहिँ 1 मार्क्स कोटाको हुने गर्दछ भने सेक्सन बी मा चाहिँ हामीलाई 5 मार्क्सको क्वेशन 5 मार्क्स कन्टेनिङ क्वेशनहरु आउने गर्दछ, सर्ट क्वेशन, जहाँ चाहिँ हामीलाई 40 मार्क्सको क्वेशन सोध्छ र यहाँनेरि केही थ्योरी क्वेशन र केही न्यूमेरिकल क्वेशनहरु आउने गर्दछ। र सेक्सन सी मा चाहिँ हामीलाई 3 वटा लङ क्वेशनहरु आउने गर्दछ, जसमध्ये 8 मार्क्सको क्वेशनहरु चाहिँ हामीलाई सेक्सन सी बाट सोध्ने गर्दछ। यहाँ पनि केही थ्योरी र केही न्यूमेरिकल क्वेशनहरु हुने गर्दछ। थ्योरी क्वेशनको कुरा गर्ने हो भने हामीसँग कम्प्लिट 11 वटा थ्योरी क्वेशन 1 मार्क्स कोटाको, एउटा 3 मार्क्सको थ्योरी क्वेशन र एउटा 8 मार्क्सको थ्योरी क्वेशन गरेर टोटल हामीलाई 22 मार्क्सको थ्योरी क्वेशन चाहिँ 11 क्लासमा सोधिने गर्दछ। लागौं च्याप्टर वाइज कुन च्याप्टरबाट प्रोबेबली कस्तो क्वेशनहरु चाहिँ एक्जाममा आउन सक्छ त्यसको बारेमा डिस्कस गर्न। फर्स्टमा त क्वेशन नम्बर 1 मा हामीलाई कन्सेप्ट अफ बुक किपिङबाट मिनिङ अफ बुक किपिङ, इम्पोर्टेन्स अथवा अब्जेक्टिभ्स अफ बुक किपिङ, एडभान्टेज अफ बुक किपिङ, लिमिटेसन्स अथवा डिसएडभान्टेज अफ बुक किपिङ भनेर सोध्न सक्छ। सेकेन्ड नम्बरमा कन्सेप्ट अफ अकाउन्टिङ भन्ने च्याप्टरबाट डेफिनेसन अफ अकाउन्टिङ, एडभान्टेज, इम्पोर्टेन्स, डिसएडभान्टेज, लिमिटेसन्स सेम कुराहरु सोध्न सक्छ। थर्ड नम्बरमा जेनरली एक्सेप्टेड अकाउन्टिङ प्रिन्सिपलबाट जीएएपी को डेफिनेसन, फुल फर्म अफ एनएफआरएस, जीएएपी, आईएफआरएस, फिचर्स अफ जीएपीपी, इम्पोर्टेन्स अफ जीएपी, त्यस्तै गरेर एडभान्टेजहरु सोध्न सक्छ भने क्वेशन नम्बर 4 मा हामीलाई ट्रायल ब्यालेन्सबाट केही क्वेशनहरु सोध्छ, जहाँ चाहिँ डेफिनेसन्स, इम्पोर्टेन्स, अब्जेक्टिभ्स, लिमिटेसन्स अफ ट्रायल ब्यालेन्सहरु जस्तो क्वेशनहरु आउन सक्छ। क्वेशन नम्बर 5 मा मोडर्न ब्याङ्किङ सिस्टम अथवा बीआरएस भन्ने च्याप्टरबाट चेकको बारेमा विशेष क्वेशनहरु सोध्न सक्छ। त्यस्तै गरेर च्याप्टर 6 मा रेक्टिफिकेसन अफ अकाउन्टिङ इरोर्स भन्ने च्याप्टरबाट मिनिङ अफ इरोर्स, टाइप्स अफ डिफरेन्ट टाइप्स अफ इरोर्स, इरोर्स नट डिस्क्लोज्ड बाइ ट्रायल ब्यालेन्स, यस्तै कुराहरु सोध्न सक्छ। क्वेशन नम्बर 7 मा हामीलाई रिजर्भ एन्ड प्रोभिजन भन्ने कन्टेन्टबाट मिनिङ अफ रिजर्भ, डिफरेन्ट टाइप्स अफ रिजर्भ्स, इम्पोर्टेन्स अफ रिजर्भ्स, प्रोभिजन्स, अब्जेक्टिभ्स अफ प्रोभिजन्सहरु जस्तो क्वेशनहरु सोध्न सक्छ। क्वेशन नम्बर 8 मा हामीलाई क्यापिटल एन्ड रेभेन्यू कन्सेप्टबाट मिनिङ अफ क्यापिटल एक्सपेन्डिचर, रेभेन्यू एक्सपेन्डिचर, त्यस्तै गरेर क्यापिटल इन्कम, रेभेन्यू इन्कम गरेर केही क्वेशनहरु सोध्न सक्छ। त्यस्तै गरेर क्वेशन नम्बर 9 मा गभर्नमेन्ट अकाउन्टिङ भन्ने च्याप्टरहरुबाट यसमा धेरैवटा च्याप्टरहरु पढ्ने गर्दछ। मेनली सोध्न सक्ने भनेको क्वेशनहरु मैले लिस्ट आउट गरेको छु, साय, आवर, जे, दापोट, इम्पोर्टेन्स अथवा अब्जेक्टिभ्स अफ गभर्नमेन्ट अकाउन्टिङ सिस्टम इन नेपाल, सेन्ट्रल लेभल अकाउन्टिङ। त्यस्तै गरेर अर्को पनि हामीलाई गभर्नमेन्ट अकाउन्टिङ सेक्सनबाट कुनै एउटा हिसाबको डेफिनेसन, जस्तै ब्याङ्क क्यास बुक, स्टेटमेन्ट अफ एक्सपेन्डिचर, जर्नल भोचर, बजेट सिटको बारेमा हामीलाई सोध्न सक्छ, अथवा यहाँ हामीलाई कुनै पनि एक्सपेन्डिचर हेडको हेडिङ नम्बर पनि सोध्न सक्छ। एक्जाम्पलको लागि मैले मेसिनरीको यहाँ टिप देख्छु, रेम्युनरेसनको सोध्न सक्छ, रेन्टको सोध्न सक्छ, अफिस एक्सपेन्सेसको सोध्न सक्छ। त्यस्तै गरेर क्वेशन नम्बर 10 मा 11 मा पनि गभर्नमेन्ट अकाउन्टिङ भन्ने सेक्सनबाटै आउँछ। यहाँ चाहिँ हामीलाई कुनै हिसाबको डेफिनेसन अथवा युजेज, अब्जेक्टिभ्स अफ कुनै एउटा गभर्नमेन्ट अकाउन्टिङको स्टेटमेन्टको डेफिनेसनहरु सोध्न सक्छ। यसरी नै ग्रुप बी अथवा सेक्सन बी मा हामीलाई क्वेशनहरु सोध्दा 12 नम्बरबाट स्टार्ट हुन्छ, जहाँ चाहिँ 12 को ए र बी गरेर दुईटा क्वेशन आउँछ। 12 को ए मा चाहिँ थ्योरी क्वेशन आउँछ, जहाँ चाहिँ कन्सेप्ट अफ अकाउन्टिङबाट सोध्न सक्छ प्रोबेबली। त्यस्तै गरेर 12 को बी मा न्यूमेरिकल अकाउन्टिङ इक्वेशनबाट आउँछ। 13 मा पनि ए र बी गरेर डबल कलम र ट्रिपल कलम क्याश बुकबाट एउटा क्वेशन आउँछ भने सब्सिडियरी बुकबाट एउटा क्वेशन आउँछ। सब्सिडियरी बुक भनेको पर्चेज बुक, सेल्स बुक, पर्चेज रिटर्न बुक, सेल्स रिटर्न बुक। 14 नम्बरमा ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्टबाट एउटा क्वेशन 5 मार्क्सको आउँछ। 15 नम्बरमा पनि हामीलाई रेक्टिफिकेसन अफ इरोर्स ए नम्बरमा 3 मार्क्सको। त्यस्तै गरेर प्रोभिजन भनेर प्रोभिजन फर ब्याड डेब्ट्सबाट एउटा क्वेशन 2 मार्क्सको, और यसमा चाहिँ हामीसँग और हुन्छ, और अनएडजस्टेड ट्रायल ब्यालेन्स भनेर एउटा क्वेशन आउन सक्छ 5 मार्क्सको। 16 नम्बरमा फिक्स्ड एसेट्स यानी कि डिप्रिसिएसन भन्ने च्याप्टरबाट एउटा 5 मार्क्सको क्वेशन आउँछ। 17 नम्बरमा ट्रेडिसनल एप्रोचको फाइनल अकाउन्ट, ट्रेडिङ पीएल अथवा पीएल ब्यालेन्स सिटबाट एउटा क्वेशन आउँछ 5 मार्क्सको। त्यस्तै गरेर 18 नम्बरमा नन प्रफिट अर्गनाइजेसनबाट एउटा क्वेशन। 19 नम्बरमा अकाउन्टिङ फर सिंगल एन्ट्री भन्नाको मतलब क्लोजिङ स्टेटमेन्ट अफ अफेयर्स र स्टेटमेन्ट अफ
प्रॉफिट एन्ड लसबाट एउटा क्वेशन 19 को ए मा, बी नम्बरमा भनेको जर्नल भोचरबाट एउटा क्वेशन, दुईटाबाट 5 मार्क्स, और हामीलाई एउटा बजेट सिटबाट एउटा न्यूमेरिकल क्वेशन 5 मार्क्स को आउँछ। अब हाम्रो सेक्सन सी स्टार्ट हुन्छ। सेक्सन सी चाहिँ हाम्रो 24 मार्क्स को लङ क्वेशन भयो, जहाँ चाहिँ हामीलाई फर्स्टमा 20 नम्बरमा जर्नल लेजर एन्ड ट्रायल ब्यालेन्स को एउटा क्वेशन 8 मार्क्स को, 21 मा फाइनान्शियल स्टेटमेन्ट मोडर्न एप्रोचमा एनएफआरएस अथवा मल्टी स्टेप, जेनरली 11 क्लासमा चाहिँ एनएफआरएस को क्वेशनहरु आउने गर्दछ, यद्यपि मल्टी स्टेप पनि सोध्न सकिन्छ यहाँबाट। 21 मा चाहिँ हामीसँग लङ क्वेशनमा एउटा और पनि छ, गभर्नमेन्ट एकाउन्टिङबाट एउटा थ्योरी क्वेशन 8 मार्क्स को आउन सक्छ, आउँछ। त्यस्तै गरेर 22 मा हामीसँग लास्ट नम्बरमा दुईटा गभर्नमेन्ट अकाउन्टिङ भन्ने सेक्सनबाट चाहिँ एउटा ब्याङ्क क्यास बुक न्यूमेरिकल र स्टेटमेन्ट अफ एक्सपेन्डिचर 4 मार्क्स को न्यूमेरिकल गरेर जम्मा 75 मार्क्स को क्वेशनहरु आउँछ। र जाउँ हामीलाई सोध्न सक्ने केही प्रोबेबल 22 मार्क्स को थ्योरी क्वेशन र त्यसको सोलुसनको बारेमा पनि डिस्कस गर्न। फर्स्टमा त सेक्सन ए मा हामीलाई 1 मार्क्स को क्वेशनमा 1 नम्बरमा सोध्ने प्रोबेबल क्वेशन भनेको मिनिङ अफ बुककिपिङ, बुककिपिङको मिनिङ लेखिदिएको छ। त्यस्तै गरेर इम्पोर्टेन्स अफ बुककिपिङ, हामीलाई यति क्वेशनहरु चाहिँ नर्मली सोध्न सक्छ। स्क्रिनमा पनि देख्न सकिन्छ, बुककिपिङ भनेको आर्ट अथवा टेक्निक अफ रेकर्डिङ फाइनान्शियल ट्रान्जेक्सन अफ एन अर्गनाइजेसन भनेर भन्न सकियो। 1 मार्क्स को लागि योभन्दा बढी डिटेलले गइराख्नु परेन। इम्पोर्टेन्स अथवा अब्जेक्टिभ्स अथवा एडभान्टेज अफ बुककिपिङ पनि सोध्न सक्छ, जहाँ चाहिँ हामीले रेकर्डिङ द फाइनान्शियल ट्रान्जेक्सन टु सो द करेक्ट पोजिसन अफ एन अर्गनाइजेसन, टु फाइन्ड आउट एरर्स अर फ्रड अफ एन अर्गनाइजेसन भनेर यसलाई इम्पोर्टेन्स अथवा अब्जेक्टिभ भनेर पनि भन्न सक्यौँ। त्यस्तै गरेर सेकेन्ड नम्बरमा हामीले सोध्न सक्ने कन्सेप्ट अफ अकाउन्टिङमा डेफिनेसन अफ अकाउन्टिङ, अकाउन्टिङ भनेको चाहिँ अलिकति ब्रोडर कन्सेप्ट भयो। यहाँ चाहिँ ट्रान्जेक्सनहरूलाई समराइज गर्ने, एनालाइज गर्ने, रिपोर्ट गर्ने गरिन्छ र यसको हामीलाई एडभान्टेज अथवा अब्जेक्टिभहरु सोध्न सक्छ, जुन चाहिँ डिसिजन मेकिङ, लोकेटिङ एररहरु हुन सक्यो। त्यस्तै गरेर डिसएडभान्टेजको कुरामा इग्नोर्स क्वालिटेटिभ स्टडी, अब फाइनान्शियल ट्रान्जेक्सनलाई मात्रै रेकर्ड गर्छ, नन फाइनान्शियललाई रेकर्ड नगर्ने भएको कारणले क्वालिटेटिभलाई चाहिँ यसले इग्नोर गर्छ भन्न सकियो। अनि हिस्टोरिकल डाटालाई मात्रै रिड गर्छ भनेर पनि भन्न सकियो। त्यस्तै गरेर क्वेशन नम्बर 3 मा जीएएपी बाट हामीले सोध्ने गर्छ। जीएएपी को डेफिनेसन, यो चाहिँ जेनरली एक्सेप्टेड अकाउन्टिङ प्रिन्सिपल भयो, यसको डेफिनेसन पनि सोध्न सक्यो अथवा यसको फुल फर्म हामीले सोध्न सक्छ, जुन चाहिँ हामीले जेनरली एक्सेप्टेड अकाउन्टिङ प्रिन्सिपल्स भनेर भन्नु पर्यो। त्यस्तै गरेर अर्को प्रोबेबली सोध्न सक्ने एनएफआरएस अथवा आइएफआरएस को फुल फर्म हो। एनएफआरएस अथवा आइएफआरएस को फुल फर्म स्क्रिनमा देख्न सकिन्छ। एन भनेको चाहिँ नेपाल भयो, आई भनेको चाहिँ इन्टरनेसनल भयो, फाइनान्शियल रिपोर्टिङ स्ट्यान्डर्ड्स भनेर लेख्नुपर्ने हुन्छ। त्यस्तै गरेर फोर्थ अर्को क्वेशन चाहिँ हामीसँग फिचर्स अफ जीएएपी मा कन्सिस्टेन्सी र मेटेरियलिटी भनेर लेख्नुपर्ने हुन्छ। त्यस्तै गरेर अर्को क्वेशन 4th नम्बरमा सोध्न सक्ने ट्रायल ब्यालेन्स सेक्सनबाट हामीलाई डेफिनेसन अथवा मिनिङ अथवा व्हाट डु यु मिन बाइ ट्रायल ब्यालेन्स, एउटा स्टेटमेन्ट हो जसले चाहिँ लेजरको ब्यालेन्सेसहरूलाई चाहिँ रेकर्ड गर्ने गर्दछ र यसले अर्थमेटिकल एक्युरेसीलाई चेक गर्छ भनेर भन्नु पर्यो। अब यसको पनि इम्पोर्टेन्स, अब्जेक्टिभ्स अथवा लिमिटेसन्स र डिसएडभान्टेजहरू हामीलाई सोध्न सक्छ। इम्पोर्टेन्स अथवा अब्जेक्टिभ भनेको आइडेन्टिफिकेसन अफ एरर, चेक द अर्थमेटिकल एक्युरेसी। त्यस्तै गरेर डिसएडभान्टेज भनेको डज नट डिटेक्ट अल टाइप्स अफ एरर, डज नट इन्स्योर एक्युरेसी भनेर लेख्न सकियो। त्यस्तै गरेर 5th नम्बरमा मोडर्न ब्याङ्किङ सिस्टमबाट हामीलाई डिफ्रेन्ट टाइप्स अफ चेक भनेर सोध्न सक्छ। चेक भनेको चाहिँ एउटा रिटर्न अर्डर हो जुन चाहिँ ब्याङ्कलाई इस्यु गर्ने गरिन्छ मनी विथड्रको लागि। अब डिफ्रेन्ट टाइप्स अफ चेक भनेको बेरियर चेक, जसले बोकेर गयो त्यसले पैसा साट्न पाउने। क्रस चेक भनेको स्पेसल चेक हो जुन जहाँ चाहिँ इन्स्ट्रक्सन प्रोभाइड गरिएको हुन्छ। त्यस्तै गरेर अर्को छ अर्डर चेक। अर्डर चेक भनेको जसको नाम त्यहाँ लेखेको छ त्यसलाई मात्रै अमाउन्ट विथड्र गर्न अथोरिटी भएको चेकलाई अर्डर चेक भनियो। र त्यस्तै गरेर क्वेशन नम्बर 6 मा सोध्न सक्ने भनेको रेक्टिफिकेसन अफ इरर्सबाट हामीलाई डिफ्रेन्ट टाइप्स अफ इरर्स अथवा इरर्सको मिनिङ। इरर भनेको चाहिँ अनइन्टेन्सनल मिस्टेक हो भनेर बुझ्न सकियो। अब डिफ्रेन्ट टाइप्स अफ इररमा कम्पेन्सेटिङ इरर, डुप्लिकेसन इरर अथवा इरर्स अफ ओमिसन भनेर हामीलाई धेरै टाइप्स अफ इररहरू हुने गर्दछ। त्यस्तै गरेर इरर्स नट डिस्क्लोज्ड बाइ ट्रायल ब्यालेन्स के हो, के खालको मिस्टेक चाहिँ ट्रायल ब्यालेन्सले देखाउन सक्दैन भनेर पनि सोध्न सक्छ। त्यस्तै गरेर फ्रड भनेको के हो भनेर पनि सोध्न सक्छ। फ्रड भनेको चाहिँ इन्टेन्सनल्ली जबरजस्ती ठग्नको लागि गरिएको मिस्टेकलाई अथवा लुकाउनको लागि गरिएको इन्टेन्सनल मिस्टेकलाई चाहिँ हामी फ्रड भनेर भन्ने गर्छौँ। यसलाई मिस्टेक पनि भन्न सकिएन, ठग्ने इन्टेन्सनले गरेको हो भनेर लेख्नुपर्ने हुन्छ। त्यस्तै गरेर 7th नम्बरमा हामीले सोध्न सक्ने रिजर्भ र प्रोभिजनको डेफिनेसन र टाइप्स अफ रिजर्भ्सहरू, अब्जेक्टिभ्स अफ रिजर्भहरू हामीले सोध्न सक्छ। रिजर्भ भनेको प्रफिटबाट केही पार्ट चाहिँ छुट्याएर रहेको, केही काम गर्नको लागि छुट्याएर रहेको
प्रोफिटलाई चाहिँ अनडिस्ट्रिब्युटेड प्रोफिटलाई हामी रिजर्भ भनेर भन्ने गर्छौँ। प्रोभिजन भनेको चाहिँ फ्युचरमा हुन सक्ने केही कन्टिन्जेन्सीहरूको लागि एक्सपेन्सेस मेन्टेन गर्नको लागि मेन्टेन गरेर राखिएको पैसालाई हामी प्रोभिजन भनेर भन्ने गर्छौँ। र डिफ्रेन्ट टाइप्स अफ रिजर्भमा जेनरली सोध्न सक्ने सिक्रेट रिजर्भ, जेनरल रिजर्भ, स्पेसिफिक रिजर्भहरूको बारेमा हामीलाई सोध्न सक्छ, अथवा इम्पोर्टेन्स अफ रिजर्भ पनि हामीलाई सोध्ने गर्न सक्छ। त्यस्तै गरेर 8 नम्बरमा हामीलाई यही 7th नम्बरमै सोध्न सक्ने अर्को क्वेसन भनेको अब्जेक्टिभ अफ प्रोभिजन हो। अब 8th नम्बरमा हामीलाई सोध्न सक्ने भनेको क्यापिटल एन्ड रेभिन्यू कन्सेप्टबाट सोध्न सक्ने क्यापिटल एक्सपेन्डिचरको एक्जाम्पल, रेभिन्यू क्यापिटल इन्कम, त्यस्तै गरेर एक्जाम्पल अफ क्यापिटल इन्कम, रेभिन्यू एक्सपेन्डिचर, रेभिन्यू इन्कमहरूको हामीलाई कन्सेप्टहरूको बारेमा सोध्न सक्छ। क्यापिटल एक्सपेन्डिचर भनेको चाहिँ ल्यान्ड एन्ड बिल्डिङ अथवा एसेट्स पर्चेज एक्वायर गर्नको लागि गरिने एक्सपेन्सेस हो भने रेभिन्यू एक्सपेन्डिचर भनेको चाहिँ डे टु डे एक्टिभिटिज पर्फर्म गर्नको लागि हुने एक्सपेन्डिचरलाई हामी रेभिन्यू एक्सपेन्डिचर भन्छौँ। क्यापिटल इन्कम भनेको चाहिँ एसेट्सबाट हामीले सेल्स गर्दाखेरि अथवा कुनै एसेट्सलाई रेन्टमा दिँदाखेरि त्यहाँबाट जेनेरेट गरेको इन्कमलाई क्यापिटल इन्कम भन्छौँ भने रेभिन्यू इन्कम भनेको चाहिँ नेट इन्कमलाई हामी रेभिन्यू इन्कम भनेर भन्ने गर्छौँ। त्यस्तै गरेर 9th नम्बरमा सोध्न सक्ने भनेको गभर्मेन्ट एकाउन्टिङबाट सहायक स्रष्टा प्रणालीको बारेमा सोध्न सक्छ, जुन चाहिँ हामीले जर्नल जस्तै हो भनेर यसलाई डिफाइन गर्न सकियो। त्यस्तै गरेर आवार्जी भनेको चाहिँ हाम्रो लेजर जस्तै हो भनेर हामीले यसलाई डिफाइन गर्न सक्छौँ। त्यस्तै गरेर ढापोट भनेर सोध्न सक्छ, ढापोट भनेको ब्यालेन्स सिट जस्तै हो भनेर हामीले यसलाई डिफाइन गर्न सक्यौँ। त्यस्तै गरेर 10th यही सेक्सनमा 9th क्वेसनमै हामीलाई सोध्न सक्ने अब्जेक्टिभ्स अथवा इम्पोर्टेन्स अफ न्यू गभर्मेन्ट एकाउन्टिङ सिस्टमको बारेमा सोध्न सक्छ। अर्को भनेको सेन्ट्रल लेभल अकाउन्टिङ भनेको के हो भन्दाखेरि सेन्ट्रल लेभल अकाउन्टिङ भनेको चाहिँ नेसनल लेभल अथवा हेड लेभल अकाउन्टिङ सिस्टम हो, जुन चाहिँ अर्गनाइजेसनको हेडले मेन्टेन गर्ने गर्दछ अथवा प्रिपेयर गर्ने गर्दछ भनेर लेख्नुपर्ने हुन्छ। त्यस्तै गरेर 10th नम्बरमा पनि गभर्मेन्ट एकाउन्टिङ सेक्सनबाटै हामीलाई सोध्न सक्ने ब्याङ्क क्यासबुकको डेफिनेसन, त्यस्तै गरेर स्टेटमेन्ट अफ एक्सपेन्डिचरको डेफिनेसन, त्यस्तै गरेर बजेट हेड नम्बर, कुनै पनि आइटम अथवा हेडिङको बजेट हेड नम्बर सोध्न सक्छ। त्यस्तै गरेर 11th नम्बरमा हामीलाई सोध्न सक्ने फेरि पनि कुनै एउटा गभर्मेन्ट एकाउन्टिङ सेक्सनको कुनै हिसाबको डेफिनेसन, यहाँ चाहिँ बजेट सिटको र यसको युजेज अथवा इम्पोर्टेन्सको बारेमा हामीले लेखेका छौँ। र त्यस्तै गरेर मन्थली स्टेटमेन्ट अफ अनक्लियर एडभान्स भनेर अर्को एउटा हिसाबको डेफिनेसन सोधेको छ। कुनै एउटा हिसाबको डेफिनेसन हामीलाई सोध्न सक्छ 11th नम्बरमा। त्यस्तै गरेर लेजर एकाउन्ट भनेको पनि एउटा अकाउन्ट नै हो, गभर्मेन्ट एकाउन्टिङ सेक्सनभित्रै पर्ने एउटा हिसाबको नाम हो, यसको पनि डेफिनेसन हामीलाई सोध्न सक्छ। अब हाम्रो सेक्सन बी स्टार्ट हुन्छ। सेक्सन बीमा 12th नम्बरमा हामीसँग एउटा थ्योरी क्वेसन छ। थ्योरी क्वेसनमा हामीलाई प्रोबेबली सोध्न सक्ने क्वेसन भनेको चाहिँ स्कोप अफ अकाउन्टिङ। स्कोप अफ अकाउन्टिङ चाहिँ बिजनेसको लागि भनेर बेग्लै हामीले डिफाइन गर्नु पर्यो। अर्गनाइजेसन नन ट्रेडिङ अर्गनाइजेसनको जुन चाहिँ प्रफिट कमाउनको लागि होइन, सर्भिस प्रोभाइड गर्नको लागि स्टार्ट गरिएको, नन ट्रेडिङ अर्गनाइजेसनको लागि पनि के हुन्छ त यसको स्कोप, त्यसलाई पनि एक्सप्लेन गर्नु पर्यो। गभर्मेन्ट र नन गभर्मेन्ट अर्गनाइजेसनको लागि पनि के यसको स्कोप छ, र पर्सनल र इन्डिभिजुअलको लागि के स्कोप छ, यसको बारेमा पनि लेख्नुपर्ने हुन्छ। त्यस्तै गरेर डिफ्रेन्सिएट बिट्विन बुक किपिङ एन्ड अकाउन्टिङ पनि हामीलाई सोध्न सक्छ। बुक किपिङ भनेको चाहिँ रेकर्डिङ अफ फाइनेन्सियल ट्रान्जेक्सन हो, जहाँ चाहिँ अकाउन्टिङ भनेको चाहिँ प्रोसेस अफ रेकर्डिङ, क्लासिफाइङ, समराइजिङ, इन्टरप्रेटिङ अफ फाइनेन्सियल ट्रान्जेक्सन हो भनेर हामीले यसको मिनिङ लेखेर केही फङ्सन्सहरूलाई पनि हामीले लिस्ट आउट गरिदिएर यसको डिफ्रेन्सिएट गर्न सक्छौँ। त्यस्तै गरेर अर्को प्रोबेबली सोध्न सक्ने भनेको चाहिँ एडभान्टेज एन्ड लिमिटेसन्स अफ अकाउन्टिङ सोध्न सक्छ। एडभान्टेजमा चाहिँ हामी सिस्टमेटिक रेकर्ड किपिङ, डिसिजन मेकिङ, डिटरमाइन ट्याक्स भनेर लेख्न सक्यौँ। लिगल म्याटरमा इभिडेन्सको रूपमा पनि काम गर्न सक्छ। र यसको लिमिटेसन्स भनेको चाहिँ मोनिटरी ट्रान्जेक्सनलाई मात्रै रेकर्ड गर्ने, हिस्टोरिकल डाटालाई मात्रै रेकर्ड गर्ने र यो डाटालाई मेनिपुलेट गर्न सक्ने भएको कारणले गर्दा केही एडभान्टेज र केही डिसएडभान्टेजलाई हामीले लिमिटेसन्स र इम्पोर्टेन्स भनेर पनि लेख्न सक्छौँ। सेकेन्डमा हामीलाई सोध्ने भनेको न्युमेरिकल क्वेसन हो अकाउन्टिङ इक्वेसनबाट। 13thमा हामीलाई सोध्ने दुईवटा न्युमेरिकल क्वेसन हो, यसको बारेमा मैले केही डिस्कसन गरिनँ। 14thमा पनि बीआरएसबाट न्युमेरिकल क्वेसन, 15thमा पनि हामीलाई रेक्टिफिकेसन एन्ड प्रोभिजन अर हामीले अनएडजस्टेड ट्रायल ब्यालेन्स बनाउनु पर्ने हुन्छ, यो तीनटै न्युमेरिकल हो। 16thमा पनि न्युमेरिकल फाइनल अकाउन्ट डिप्रिसिएसनबाट, 17thमा फाइनल अकाउन्ट न्युमेरिकल नै आयो, 18thमा नन प्रफिट न्युमेरिकल नै आयो, 19thमा ए र बी गरेर एकाउन्टिङ फर सिंगल एन्ट्री
भनेको क्लोजिङ स्टेटमेन्ट अफ अफेयर्स र स्टेटमेन्ट अफ प्रॉफिट एन्ड लस र जर्नल भाउचर गभर्नमेन्ट अकाउन्टिङ सेक्सनबाट एउटा न्युमेरिकल आयो और हामीले बजेट सिट बनाउनु पर्यो गभर्नमेन्ट अकाउन्टिङ सेक्सनबाट एउटा बजेट सिट प्रिपेयर गर्नु पर्यो अब यसरी नै ग्रुप सी मा हामीले बनाउनु पर्ने भनेको जर्नल लेजर र ट्रायल ब्यालेन्स एउटा क्वेशन आउँछ कम्पलसरी 21 मा भनेको फाइनान्शियल स्टेटमेन्ट मोडर्न एप्रोच एनएफआरएस अथवा मल्टी स्टेप आउँछ यसको सट्टामा चाहिँ अर क्वेशन आयो हामीसँग गभर्नमेन्ट अकाउन्टिङ भन्ने सेक्सनबाट अर क्वेशनमा आयो सोध्न सक्ने प्रोबेबल क्वेशनहरु मैले यहाँ लेखिदिएको छु यसको सोलुसन पनि नेक्स्ट पेजमा हामी डिस्कस गर्ने छौं र लास्टमा हामीलाई सोध्ने भनेको चाहिँ गभर्नमेन्ट अकाउन्टिङ भन्ने सेक्सनबाट बैंक क्याश बुक र स्टेटमेन्ट अफ एक्सपेन्डिचर यो चाहिँ हामीलाई कम्पलसरीली नै सोध्छ अब जाउँ गभर्नमेन्ट अकाउन्टिङ भन्ने सेक्सनको थ्योरी क्वेशनमा डिस्कसन गर्न फर्स्टमा छ हामीसँग मिनिङ अफ न्यू गभर्नमेन्ट अकाउन्टिङ सिस्टम न्यू गभर्नमेन्ट अकाउन्टिङ सिस्टम भनेको चाहिँ अहिले प्रेजेन्टली नेपाल गभर्नमेन्टले युज गरिरहेको गभर्नमेन्ट अकाउन्टिङ सिस्टम हो यसको बारेमा डेफिनेसन र केही इम्पोर्टेन्ट डेट्सहरु लेख्नु पर्यो अब्जेक्टिभको कुरा गर्ने हो भने सिस्टमेटिक रेकर्ड किप गर्छ फाइनान्शियल डाटा एन्ड इन्फर्मेसनहरु प्रोवाइड गर्छ प्रोवाइड इन्फर्मेसन अबाउट फन्ड्सको बारेमा इन्फर्मेसन दिन्छ सेफगार्डिङ द एसेट्स एन्ड फिजिकल प्रपर्टिज मेन्टेन इफेक्टिभ कन्ट्रोल ओभर बजेट यिनीहरुको एक्सप्लेनेसन पनि गर्नुपर्ने हुन्छ सेम वेमा फिचर चाहिँ अब बेस्ड अन डबल एन्ट्री प्रिन्सिपल अफ बुक किपिङ सिस्टम क्याश बेसिस इम्पेसिस अन ब्याङ्किङ ट्रान्जेक्सन युनिफर्मिटी एन्ड सिम्प्लिसिटी सेक्रेसी किपिङ अन्डर बजेट हेड यसको पनि हामीले एक्सप्लेनेसन गर्नुपर्ने हुन्छ इम्पोर्टेन्स अफ न्यू गभर्नमेन्ट अकाउन्टिङ सिस्टम र मिनिङ सोध्छ मिनिङ अगाडि नै डिस्कस गरिसकेको छ इम्पोर्टेन्समा फाइनान्शियल इन्फर्मेसन प्रोवाइड गर्ने अब्जेक्टिभ्सलाई नै हामीले यसलाई एक्सप्लेनेसन पनि गर्न सक्छौं र त्यस्तै गरेर हामीलाई इम्पोर्टेन्स सोध्न सक्ने गभर्नमेन्ट अकाउन्टिङ र कमर्सियल अकाउन्टिङको डिफरेन्स बिट्विन गभर्नमेन्ट अकाउन्ट चाहिँ सर्भिस प्रोवाइड गर्नको लागि स्टार्ट गरिएको अर्गनाइजेसन हो जहाँ चाहिँ गभर्नमेन्टले डाइरेक्टली कन्ट्रोल गर्ने भएको कारणले गरेर गभर्नमेन्ट अकाउन्टिङ र कमर्सियल अकाउन्टिङ बीच केही डिफरेन्सेसहरु हुन्छ कमर्सियल अकाउन्टिङ चाहिँ कमर्सियल अर्गनाइजेसन चाहिँ प्रॉफिट अन गर्नको लागि इस्टाब्लिश गरिएको हो त्यो भएको कारणले कमर्सियल सेक्टरमा अकाउन्टिङ स्लाइटली डिफरेन्ट हुने गर्दछ यो दुईटाको डिफरेन्स चाहिँ हामीलाई प्रोबेबली सोध्न सक्ने क्वेशन मध्येको एउटा क्वेशन हो यति कुराहरु डिस्कसन गरिसके पछाडी हामीले 22 मार्क्सको थ्योरी च्याप्टरलाई कभर गरिसकेको छ फेरि पनि पछि कुनै टपिक्समा डिस्कस गर्नु परेमा हामी फेरि आउने छौं आजको लागि यति नै थप केही कुराको बारेमा डिस्कसन गर्नु परेमा युट्युबमा वा फेसबुकमा मलाई कमेन्ट छोड्न सकिन्छ आजको लागि यति नै थ्यांक यू